सो हे नमस्ते दाजुभाइ तथा दिदी बहिनी, तपाईँहरूलाई स्वागत छ मेरो मिनी ब्लगमा। म चाहिँ बिहान यतिकै बसेँ अनि त्यहाँबाट आँगनतिर निक्लेर चाहिँ यसो हेर्दै जाँदाखेरि मौरीको ढुँड थियो। मौरीको ढुँडबाट चाहिँ एउटा मौरी निक्लेको थिएन र घरमा गाई गोरु बाँधेको थियो अनि गाई गोरुको लागि बनाएको दाना थियो। अनि यतिकैमा मैले चाहिँ यो भाँडा देखाएँ, कत्रो ठुलो भाँडा रहेछ। अनि दादासँग चाहिँ म चाहिँ यसो जिस्किँदै बस्दाखेरि मलाई आमाको इन्भाइट आउँछ र मलाई पानी दिनुको लागि जानु भन्नुहुन्छ, किनकि त्यो टेप भन्ने चिज एकदम टेपको मोटर बिग्रेको थियो। यतिकैमा म चाहिँ जान थालेँ पानी भर्नको लागि जाँदाखेरि बाटोमा यसो सुपारी देखेँ, तपाईँहरूलाई देखाउँ भनेर हल्का। अनि मन्दिर देखेँ बाटोमा, मन्दिर चाहिँ यस्तो छ हामीहरूको। अनि यसरी जाँदै बाटोमा तपाईँहरूले हेर्न सक्नुहुन्छ चारैतिर हरियाली नै हरियाली थियो र भयरको घाँस पनि बाटोमै रहेछ। हल्का खाइदिएर चाहिँ यसो जाँदै बाटोमै चर्च देखेँ। अनि तपाईँहरूले हेर्न सक्नुहुन्छ यहाँ चाहिँ पुरा हरियाली नै हरियाली, चारैतिर हरियाली, माझमा पानी भने जस्तै। मैले चाहिँ यसो तपाईँहरूलाई देखाउन कोसिस गरेँ र तपाईँहरूले हेर्न सक्नुहुन्छ मैले चाहिँ यहाँनिर पानी पनि बरसाएको थिएँ र तपाईँहरूलाई जग्गाको नजारा देखाउँदै थिएँ। यस्तो जग्गाबाट पानी खान पाइन्छ जतिखेर मोटर बिग्रिन्छ। यस्तो जग्गाको पानी फेरि एकदमै साह्रै मिठो, अनि त्यहाँबाट उम्रेको पानी त त्यतिकै पनि मिठै हुन्छ। तपाईँहरूलाई कस्तो लाग्छ कमेन्टमा भन्नुहोला। अनि यतिकैमा म चाहिँ मेरो घर पुगेँ। घर पुग्ने साथसाथै यहाँ त पिताले चाहिँ उखु काट्दै हुनुहुन्थ्यो र उखु हामीहरूलाई दिनुभयो। दादा र मैले भने भक्काभक खान थाल्यौँ। यतिकैमा दादासँग जिस्केँ अनि त्यहाँबाट मैले चाहिँ यसो उखु खान थालेँ। अनि यतिकैमा मेरो भ्लग चाहिँ यतिकैमा इन्ड भयो र कस्तो लाग्यो तपाईँहरूलाई कमेन्टमा भन्नु भने नबिर्सिनु होला। अनि मन परेमा लाइक गर्नु होला, अनि त्यहाँबाट सब्सक्राइब पनि गर्नु होला।